अब मेरो केसमा चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ लाइक बिफोर महाभोजमा जोइन हुनु अगाडि नै मेरो चाहिँ एकदमै क्लोज मान्छेहरू चाहिँ यो सेम सिचुएसनमा हुनुहुन्छ क्या भन्नु खोजेको सहकारी पीडित हुनुहुन्छ होइन अनि त्यो हुँदाखेरि चाहिँ अब मैले चाहिँ पहिल्यै नै यो सिचुएसनको फ्रस्ट्रेसन हेल्पलेसनेस जुन सबै छ नि होइन त्यो चाहिँ मैले नजिकैले फिल गरिसकेको थिएँ होइन अनि तर जब अब म महाभोजमा कनेक्टेड भएँ अनि त्यसपछि जुन मेरो क्यारेक्टर छ होइन त्यो हुँदाखेरि चाहिँ अझै मैले अब एउटा हामी सिटिजनको मात्रै साइड नभएर लाइक कसरी अन्य अरूहरू पनि कसरी फसिरहेको छन् होइन कतिजना त्यो हुन्छ नि देख्दाखेरि अर्कै देखिरहेको हुन्छ तर उनीहरू पनि आफ्नै एउटा विडम्बनामा फसिरहेको हुन्छ नि त सो त्यो पर्सपेक्टिभ पनि बुझ्न पाएँ जस्तो चाहिँ लाग्यो मलाई अब जस्तै यो चलचित्रमा अब कहानी नखुलाउँदै पनि कति धेरै निर्दोषहरू पनि जेल जान बाध्य भएको पनि देखिएको छ होइन त्यस विषयलाई लिएर चाहिँ सरकारलाई के भन्न चाहनुहुन्छ एउटा सेलिब्रिटी भएको हिसाबले पब्लिक फिगर भएको हिसाबले अब जसरी हाम्रो महाभोजमा जसरी एउटा आवाज उठाइएको छ होइन मलाई चाहिँ के फिल हुन्छ अब हामी कस्तो भन्दा यो सिचुएसन यस्तो छ कि सोलो हुँदाखेरि चाहिँ एकदमै हेल्पलेसनेस फिल हुन्छ क्या किनकि एकजनाले के नै चाहिँ गर्न सक्छ जस्तो फिल हुन्छ होइन तर जब चाहिँ एकजुट कट्ठा हुन्छ होइन त्यो मासको पावर भनेको कसैले पनि त्यो ट्याकल गर्न सक्दैन जस्तो लाग्छ अनि अब जो मान्छेहरूसँग पावर छ जो मान्छेहरूले केही चेन्ज ल्याउन सक्नुहुन्छ उहाँहरूले चाहिँ यो विषयलाई चाहिँ अलिकति घोर गरेर हेरिदिनु भयो भने धेरै नै फाइदा धेरै नै सजिलो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ यो तपाईँले आजको दिनमा आएर सरकारलाई एउटा मात्रै प्रश्न गर्नु पर्यो भने के प्रश्न गर्न चाहनुहुन्छ अब प्रश्न भन्दाखेरि पनि प्रश्न त खासै केही छैन होइन तर के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ यो जति पनि पीडामा हुनुहुन्छ अहिले होइन स्पेसली सहकारीकै विषयमा छौँ हामी सो सहकारीको जति पनि पीडामा हुनुहुन्छ मान्छेहरू उहाँहरूको लागि एटलिस्ट एउटा भोइस बनेर एउटा सपोर्ट सिस्टम चाहिँ बनिदिनु भन्नु जस्तो लाग्छ मलाई आफैलाई फिल्ममा हेरिराख्दाको अनुभवहरू सुनाउँ न आज फर्स्ट स्क्रिनिङ भयो होइन के लाग्यो त कस्तो बनेको थियो भन्ने एउटा कौतूहलता त सधैँ रहन्छ नि त सेलिब्रिटीहरूलाई होइन आज फिल्म हेरिराख्दाखेरि के यत्रो व्यक्तित्वहरूमा फिल्म हेर्नुभयो तपाईँले कस्तो भन्दा मलाई नर्मली चाहिँ अब आफ्नो पर्फर्मेन्स हेर्दा चाहिँ अलिकति अब झन् फर्स्ट टाइम हेर्दाखेरि कस्तो त्यो अलिकति वियर्ड फिलिङ चाहिँ आउँछ होइन तर कस्तो भन्दाखेरि आज चाहिँ मैले मुभी यसरी इन्जोय गरेँ होइन किनकि हेरिराख्दाखेरि एकदमै बाइन्डिङ थियो क्या मुभी चाहिँ कुनै पनि पोइन्टमा म आफै पनि त्यो हुन्छ नि अब सिन्स म आफै काम गरेको हिसाबमा कतिचोटि त्यो हुन्छ नि त दिमाग अरू ठाउँमा यो सुट गर्दा यस्तो भइरहेको थियो बिहाइन्ड द सिन त्यति पनि गएन भनेको चाहिँ आई थिङ्क म चाहिँ एकदमै खुसी लाग्यो मुभी हेरेर निस्किँदाखेरि चाहिँ भनेपछि फिल्म चल्छ भने ढुक्क हुँदा हुन्छ चल्छ अब चल्ने नचल्ने भन्दा नि आई थिङ्क जसले हेर्नुहुन्छ उहाँहरूले चाहिँ एकदमै एप्रिसिएट गर्नुहुन्छ जस्तो लाग्छ मलाई थ्याङ्क यू थ्याङ्क यू